नमस्ते टासिदेलाई फ्याबुलस सबैजनालाई म जोर्डन गुरुङ तपाईहरु सबैजनालाई यो भिडियोमा स्वागत गर्दछु र आजको यस भिडियोमा म तपाईहरु सबैजनालाई नयाँ साल 2026 को शुभकामना दिन चाहन्छु है र तपाईहरु सबैजनाको जीवन खुशी होस् है जीवनमा केही रोगहरु नलागोस् सोचेको जस्तो सबै पूरा होस् भन्ने प्रार्थना गर्दछु र साथै आजको यस भिडियोमा म यो नयाँ साल सँगै हामीले नयाँ सोच कस्तो सोच राख्नुपर्छ भन्ने एउटा त्यो विषयमा म केही कुरा भन्न चाहन्छु है र हामीले जीवनमा जस्तो सुकै धर्मको कामहरु गरे पनि हाम्रो सोच र मनले गर्दा चाहिँ हामीले धेरै रकम पुण्य कमाउने गर्छौं है र आज म तपाईहरुलाई एउटा गौतम बुद्धको समयमा बितेको एउटा या भएको एउटा कहानी तपाईहरुलाई म भन्ने छु है अनि के भएको रहेछ भन्दा एक दिन चाहिँ एउटा राजाले चाहिँ अनि गौतम बुद्ध र उहाँका चेलाहरु भिक्षुहरुलाई चाहिँ खानामा स्वागत गर्नुभएछ है भोजन र उहाँको त्यो राजाको महलमा बोलाउनु भएर त्यहाँ अनि 500 अब मानौ अब 500 हजार जना जस्तै भनौं न त्यस्तो भिक्षुहरु चाहिँ गौतम बुद्धसँग आउनु भएछ र सबैजनालाई राजाले चाहिँ मिठो मिठो भोजन खिलाउनु भएछ खाना खिलाउनु भएछ है त र यो सबै राजाले यस्तो गरिरहेको छ यो सबै चाहिँ अनि एउटा हजुरआमा एउटा हजुरआमा जसकोमा चाहिँ 1 रुपैयाँ 1 पैसा पनि छैन जो चाहिँ भिख मागिरहेको रहेछ है उहाँ चाहिँ त्यो आमा चाहिँ अब मानौं त्यो दरबारको राजाको दरबारको गेटमा बसिरहेको है त उहाँले चाहिँ त्यो आमाले चाहिँ त्यो गेटदेखि त्यो ढोकादेखि चाहिँ सबै देखिरहेको रहेछ राजाले गौतम बुद्ध र उहाँको चेलाहरुलाई भिक्षुहरुलाई खाना दिनुभएको भोजन दिनुभएको सबै देखिरहनु भएको रहेछ र त्यो हजुरआमाले आफूले 1 पैसा है अथवा आफूले एउटा दाना भए पनि चढाउन नसके पनि है भिक्षुहरुलाई तर उहाँले चाहिँ राजाले त्यस्तो गरेको देख्दा चाहिँ मनै एकदम खुशी मनै एकदम प्रशंसा गर्नुभएछ है एकदम खुशी र प्रशंसा गर्नुभएछ राजाप्रति र अन्तमा भोजनहरु सबै गरिसकेर चाहिँ अनि राजाले गौतम बुद्धलाई सोध्नु भएछ कि आज त मैले धेरै पुण्य कमाए होला नि भनेर चाहिँ सोध्नु भएछ है हुनु त अब उहाँले गौतम बुद्ध साथै धेरै भिक्षुहरुलाई खाना दिनुभयो पुण्य त कमाउँछ अवश्य कमाउँछ हैन अनि राजाले सोध्नु भएछ आज त मैले एकदमै धेरै पुण्य कमाए होला म जति पुण्य कमाउने त आज कोही छैन होला जस्तो भन्नुभएछ सोध्नु भएछ हैन अनि गौतम बुद्धले भन्नुभएछ तपाईले धेरै पुण्य कमाउनु भयो तर पनि तपाई भन्दा पनि धेरै पुण्य चाहिँ त्यो ढोकाबाट हेरिरहेको त्यो हजुरआमाले चाहिँ तपाई भन्दा पनि धेरै पुण्य कमाउनु भयो भनेर भन्नुभएछ त्यो सुन्नेबित्तिकै राजालाई एकदम अचम्म लागेछ है राजाले भन्नुभएछ मैले यति धेरै भिक्षुहरुलाई खाना खिलाए हैन तर त्यो हजुरआमाले त केही पनि गरेको छैन उ त अघिदेखि भिख मागिरहेको छ हैन उसले त 1 पैसा पनि चढाएको छैन एउटा दाना पनि भिक्षुहरुलाई चढाएको छैन र उसले चाहिँ म भन्दा धेरै पुण्य कसरी कमायो भनेर भन्नुभएछ त्यसमा गौतम बुद्धले भन्नुभएछ किन भन्दाखेरि राजा तपाईले चाहिँ मैले यति धेरै भिक्षुहरुलाई खाना खिलाए भनेर तपाईले चाहिँ त्यो के भन्छ इंग्लिशमा ईगो भन्छ नि प्राइड हैन नेपालीमा के भन्छ भन्ने आएन जस अब मैले यस्तो गरे त्यस्तो गरे भनेर त्यो मनमा एउटा लिन्छ नि हो तपाईले चाहिँ त्यस्तो गर्नुभएछ भने भन्नुभएछ गौतम बुद्धले त्यो चाहिँ के हो भने नराम्रो भयो नि त त्यो चाहिँ राम्रो भएन त्यो चाहिँ शुद्ध धर्म भएन नि मन राम्रो भएन नि तर त्यो हजुरआमाले भने तपाईले यस्तो भिक्षुहरुलाई यति धेरै भिक्षुहरुलाई खाना
भोजन खेलाउनु भएकोमा चाहिँ उहाँले चाहिँ तपाईको काममा प्रशंसा गरेर खुसी गरेर चाहिँ त्यही भएर चाहिँ तपाईले भन्दा पनि धेरै चाहिँ त्यो हजुरआमाले पुण्य कमाउनु भयो भनेर भन्नुभएछ। यो कहानीबाट हामीले के सिक्छौं भन्दाखेरि चाहिँ धर्म गरेर पुण्य कमाउनु भनेको तपाईले धर्म गर्नुस्, धेरै गर्नुस् या थोरै गर्नुस्, ठुलो गर्नुस् या सानो गर्नुस्, तपाईको सोच सानो छ भने है, तपाईको मन सानो छ भने तपाईले अनि कम मात्रामा मात्रै पुण्य कमाउनु हुनेछ है। र यदि तपाईको सोच ठुलो है, मन ठुलो छ भने तपाईले अथवा त्यो धर्मको काम तपाईले नगरे तापनि है, धर्मको काम तपाईले थोरै गरे तापनि है, आफ्नो क्षमता अनुसार थोरै गरे तापनि धेरै भन्दा धेरै पुण्य कमाउन सक्नुहुन्छ भनेर चाहिँ यो कहानीबाट हामीले सिक्छौं है। र त्यसैगरी अब यो 2026 नयाँ सालमा चाहिँ हामीले आफूले आजदेखि नै आफ्नो मन बनाउनु पर्यो, सोच राख्नु पर्यो कि मैले जे सुकै धर्मको काम गरे पनि है, चाहे मैले सासै फेरोस् है, चाहे मैले खाना खाओस् है, चाहे मैले यताउता हिँडोस् है, चाहे म राति निदाओस् हैन, त्यो सबै बेला चाहिँ म सबै प्राणीको हित चाहन्छु है, सबै प्राणीको सुख चाहन्छु, कसैले दुःख नहोस् भन्ने एउटा मनमा सधैँ सोचेर सधैँ मनमा लिएर चाहिँ हामीले अगाडि बढ्यौं भने धेरै भन्दा धेरै पुण्य कमाउन सक्छौं भनेर चाहिँ तपाईहरुलाई म यो नयाँ सालको शुभकामना साथै यो केही कुरा सोचलाई लिएर चाहिँ केही कुरा भन्न चाहेको। हस् त अनि धन्यवाद। र यसैगरी धर्म सम्बन्धित केही विषयमा जान्नु मन छ भने तल कमेन्टमा लेखिदिनु होला। र फेरि पनि सबैजनालाई नयाँ साल 2026 को शुभकामना। हस् त।